Hello everyone, welcome to my daily vlog. आज चाहिँ सैटरडे अनि बिहान मजाले चिया सेल खाएर अनि हामीले बनाउन थाल्यौं लोकल कुखुराको सुप अनि तरकारी अनि पोलेको टमाटरको अचार। अनि आजको खाना चाहिँ मेरो हस्बेन्ड र म भएर नै बनाइरहेको थियौं किनभने मेरो हस्बेन्डलाई चाहिँ एकदमै मिठो खाना बनाउनुहुन्छ। उहाँले चाहिँ मलाई आज गाइड गरिरहनु भएको थियो। अनि आज सैटरडे भएर हामी मन्दिर गई मजाले फ्रेसन अप भए जस्तो फिल हुन्छ मलाई। मन्दिर गइसकेपछि चाहिँ अनि मजाले पूजा गर्यौं अनि हामीले घरमा आएर खाना खायौं। खाना खाँदा खाँदा हाम्रो गार्डन अफ ड्रिम्स जाने प्लान भयो। अनि त्यहाँबाट हामी रेडी भयौं। हतार रेडी भइसकेपछि अनि हामी गयौं गार्डन अफ ड्रिम्स। यता मम्मी मेरो सासूमा उहाँको बहिनीहरू भाइहरूलाई लिएर हामी गयौं गार्डन अफ ड्रिम्स। अनि हामीले पर पर्सन 150 को टिकट काटेर अनि हामी गयौं भित्र घुम्नलाई। अनि त्यहाँ गइसकेपछि मेरो मम्मी सासूमाहरू चाहिँ एकदमै धेरै ह्याप्पी हुनुभयो। त्यहाँको फ्लावरहरू कस्तो राम्रो, त्यहाँको कस्तो मजाको प्लान्ट्सहरू रहेछ। त्यो प्लान्ट्सहरू पनि लानुपर्छ क्या हो भनेर जिस्किँदै मजाले गफहरू गऱ्यौँ, भिडियोजहरू बनायौँ। मैले यसो टिकटकहरू पनि बनाएँ। अनि मेरो हस्बेन्डलाई चाहिँ एक दुईवटा टिकटक बनाऊँ न भनेको मान्नु भएन, एकदमै लजाउनु भयो। अनि मैले भन्न छोडिदिएँ। अनि त्यहाँबाट हामी मजाले घुम्यौँ। यति घुमेपछि बल्ल हाम्रो सबैभन्दा सानो अनि प्यारो आन्टी आउनुभयो। यसरी घुम्यौँ अनि मम्मीहरूलाई भाइहरूसँग ठमेल गयौँ। अनि हामी एकदम आइसक्रिम खोजिरहेको थियौँ। बल्ल आइसक्रिम पायौँ। अनि आइसक्रिम खाँदै एकछिन मजाले ठमेल गयौँ। त्यस पछाडि हाम्रो फेरि मोमो खाने प्लान भयो। अनि त्यहाँबाट सबैजना आइसक्रिम खाइसकेपछि ट्याक्सी बोलायौँ, इन ड्राइभ बोलाइसकेपछि अनि हामी घरमा आएर मजाले सबैजना कोही भेज मोमो कोही चिकन मोमो बनाएर खायौँ। अनि बेलुका फेरि हाम्रो सङ्कटा जानु थियो। अनि सङ्कटा गएर पूजा गरेर हामीले यसरी हाम्रो डेलाई एन्ड गऱ्यौँ। एनिवेज थ्याङ्क यू फर वाचिङ। अनि मेरो च्यानललाई प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।